भर्ती केन्द्र सुरु नभएको भए उनीहरूको हालत राउटेको स्थितिमा पुग्थ्यो जस्तो लाग्छ कि लाग्दैन तपाईहरुलाई? हामीलाई कसो भाग्यले या अभाग्यले गोर्खा भर्तीबाट चाहिँ भर्ती हुन सुरु गरेको कारणले आज हामी योसम्म स्थानसम्म आयौं। हाम्रो आर्थिक स्थिति यहाँसम्म भयो। हामी यो गाउँ छोडेर कमसेकम शहरमा जान सक्यौं। कमसेकम अहिले पुनरको तथ्याङ्कमा हेर्ने हो भने 100 भन्दा बढी एमबीबीएस गरेका डाक्टरहरू छन्, 8-10 वटा इन्जिनियरहरू भइसके, 5-6 वटा पाइलटहरू भइसके, अब अहिले अलिअलि उपसचिव सचिवहरू भइसकेका छन्, 2-4 जना मन्त्रीहरू भइसके। अब चाहिँ तपाईको 2-4 जना 1-2 जना चाहिँ सहायक सचिवसम्म भएको छन्। यदि भर्ती केन्द्र नभएको तिनीहरूको मध्ये सबै भूपू सैनिकका छोराछोरीहरू राम्रो स्कुल पढाएर भएका हुन्। नत्र यो गोर्खा भर्ती केन्द्र सुरु नभएको भए हामी उही नाम्लो बग्ने भइसकेको घाँस काट्नेमै हुन्थ्यौं। यो कुरा ग्यारेन्टी हो। त्यसकारणले गर्दा त्यो भर्ती पनि त्यसै भएको होइन। फेरि अब इतिहासमा जान्छु म। यहाँ के भने विरोधीहरूले पुनता भर्ती सुरु भएपछि मात्रै लेख्न थालिएको हो, त्यो भन्दा अगाडि मगर थियौं भन्छ। केही भन्छ कि भन्दैन? तर त्यो गलत हो। पुन भर्ती हुनुभन्दा 643 वर्ष अगाडिको इतिहास फेला पारिसक्यौं हामीले। कुन जाति भनेर लेखेको बुझ्नुभयो? कुन भर्ती कहिलेबाट सुरु भयो? 1816 बाट भर्ती हुन सुरु गरिएको। तर हामीले यस्ता इतिहासहरू फेला पार्यौं। कुनलाई जातिको रूप भनेको चाहिँ तपाईको जाति भनेर 643 वर्ष अगाडि नै कुन जाति भनेर लेखिएका पुस्तकहरू हाम्रो अगाडि सुरक्षित छन्। हामी देखाउन सक्छौं। तपाईको अब म भन्छु सन्, ध्यान दिएर सुन्नु होला, इतिहास महत्त्वपूर्ण छ। सन् 1792 आजभन्दा 230 वर्ष पहिला बेलायती इतिहासकार कर्नेल किक पेट्रिकले द एकाउन्ट किङडम अफ नेपाल भन्ने नामको पुस्तकमा नेपालको 24औं राज्य 2400 राज्य अन्तर्गत कुन राज्य थियो भनेर त्यो किताबमा उल्लेख गरेका छन्। त्यसमा त्यस समयमा तुलसीपुरको राजा दानबहादुर सिंहले यो इलाकामा कुन जातिको बसोबास छ, 25,000 को संख्यामा कुन जातिहरू बसोबास गर्छन् भनेर हाम्रो म्याग्दी खोला र काली खोलातिर देखाएर तुलसीपुरको राजाले यो कर्नेल प्याट्रिकलाई भनेको कुरा उहाँले यो पुस्तकमा लेख्नु भएको छ। 230 वर्ष अगाडि भनेपछि योबाट के पुष्टि हुन्छ भने हामी पहिले नै कुन जाति थियौं र हाम्रो राज्य कुन राज्य थियो भन्ने कुरा यो इतिहासले पुष्टि गर्दछ। भने कर्नेल प्याट्रिक भनेको एउटा विश्वले मानेका इतिहासकार हुन्। यो उहाँको कुरालाई कसैले काट्न सक्छ त? अब 2 नम्बर, सन् 1917 आजभन्दा 108 वर्ष पहिला अमेरिकी इतिहासकार जोन टी हिचकले द माउन्टेन भिलेज दि नेपाल नामक पुस्तकको पेज नम्बर 4 मा थापा, राणा, आले मगरहरूको दक्षिणी भेगमा बस्दछन् भने पुन, घरती, बुढा र रोका उत्तरी भेगमा पर्दछन्। यिनी पुन, रोका, बुढा र घरती मगर जाति होइनन्, छुट्टै जाति र वंशबाट आएका जाति हुन् भनेर प्रश्न लेख्नु भएको छ। यो अर्को आधार हो। भने अर्को 3 नम्बर, सन् 1828 आजभन्दा 97 वर्ष पहिला बेलायती इतिहासकार नोरथी र मोरिसले द गोर्खा डियर म्यानर कस्टम एन्ड कन्ट्री नामक पुस्तकमा हरेक विषयले कुन
जाति हो भन्ने आधारहरू हुँदाहुँदै पनि नेपाल सरकारले जातिको मान्यता दिन सकेको छैन भनेर त्यो पुस्तकमा लेख्नु भएको छ। आजभन्दा 97 वर्ष पहिला कुन जाति यस्तो हुन्छ, यता सुन्नु ध्यान दिनुहोस्, त्यसले लेखेको कुरा कति गलत कति सही भन्ने कुरा तपाईँले नै छुट्याउनु पर्छ। कुन जाति कपाल नकाट्ने जाति हो भनेर लेख्नु भएको छ उहाँले, लामो कपाल पाल्ने जाति भनेर लेख्नु भएको छ। पाल्थ्यो कि पाल्न थियो हाम्रो पुर्खाले कपाल पाल्थ्यो होइन। अनि ननुहाउने जाति भनेर लेख्नु भएको छ, ननुहाउने जाति, सफा नबस्ने। अनि लाटो जाति भनेको छ। अनि ठुलो ज्यान भएको अग्लो आली रिसा भनेछ, आली रिसा जाति हुन्छ, एकहोरो हुन्छ भनेर भन्नुभएको छ। अनि अर्को उहाँले के भन्नुभएको छ भने यो कुन जाति अलि झगडालु हुन्छ भनेर लेख्नु भएको छ। झगडालु किन भनेको हो भने आजभन्दा पहिला हरेक गाउँमा भूमि पूजा हुन्थ्यो। त्यो भूमि पूजामा बुढोहरू जान खाएर लागेपछि धोती खुच्चिने गरी लड्थे। तर रिसारिस होइन, फेरि इख राख्ने होइन, तर धुमधामले लड्थे। त्यो गोरा आएपछि, विदेशी आएपछि त्यही लडेको देख्यो। जहाँ भूमि पूजा जहाँ गयो उही लडेकै देख्यो, जहाँ गयो उही लडेकै देख्यो। लडाको जाति लेखिदियो। गलत लेखेको त होइन नि, जे हो त्यही लेखेको हो नि। त्यस कारणले यो जाति उत्तरी बेलमा बस्छन्, कृषि पेसा गर्छन्, धेरै नुहाउँदैनन्, कपाल काट्दैनन्, तर आर्मीको लागि पर्फेक्ट छ भनेर लेखिएको छ गोराले है। त्यसो भनेर लेखिएको छ। र यी धेरै आधारहरू हुँदाहुँदै पनि नेपाल सरकारले कुन जातिलाई छुट्टै जातिको मान्यता दिएको छैन भनेर लेख्नु भएको छ। अब आयो अर्को 4 नम्बर। 1952 आजभन्दा 73 वर्ष पहिला प्रख्यात नेपाली इतिहासकार, अब नेपालीको कुरा आयो, नेपाली इतिहासकार दिल्ली रमन रेग्मीले एन्ड सिस्टम डिमिकल नेपाल भन्ने चाहिँ मेडिकल नेपाल भन्ने नामक पुस्तकको पेज नम्बर 162 मा पनि फेरि दोहोऱ्याउनु भएको छ। 24 राज्य अन्तर्गत कुन राज्य थियो भन्ने कुरा उल्लेख गर्नु भएको छ। त्यहाँ पनि अर्को नेपाली इतिहासकारले पनि लेख्नु भएको छ भने त्यसैमा थापा, राणा, आले प्योर मगर हुन्। अरू बुढा रोका घरती र के अरे बुढा रोका र घरती चाहिँ भोटिया एन्सेस्ट्रीबाट एसिमुलेट भएको हो भनेर चाहिँ उल्लेख गर्नु भएको छ। अब आयो 5औं कुरा। 5औं नम्बरमा सन् 1965 मा आजभन्दा 60 वर्ष पहिला नेपाली इतिहासकार उहाँले नै दिल्ली रमन रेग्मीले के लेख्नु भएको छ भने उहाँको किताब अर्को चाहिँ पुस्तकमा को पेज नम्बर 643 मा आजभन्दा, अब इम्पोर्टेन्ट कुरा आयो, नेपाली इतिहासकारले लेखेको आजभन्दा 643 वर्ष पहिला, एकदम इम्पोर्टेन्ट आउँदैछ, सबभन्दा पुरानो इतिहास। आजभन्दा 643 वर्ष पहिला नेपालको जय स्थिति मल्लकालीन पालाको कुरा आयो। जय स्थिति मल्ल राजाको पालामा नेपालको सामाजिक र जातीय कानुन बनाउनको लागि 5 जना ब्राह्मणलाई नियुक्ति गरी उहाँहरूको सल्लाहबाट कानुन बनाएको रहेछ। त्यो कानुन अनुसार